आज चाहिँ सरोज दाईको बर्थडे भएर हामी सुनिदा र म चाहिँ सरोज दाईकै बाइकमा यहाँ केक लिन आएको थिएँ। ठ्याक्क केक चाहिँ आइपुगेर चाहिँ हिजो अर्डर दिएको रहेछ कि तर केक नआइपुगेर त हामी एकछिन बसिरहेको छु। दाईलाई चाहिँ आज थाहा छैन नि, दाईले चाहिँ पुरै सरप्राइजको रूपमा केक काटिदियो क्या आज क्लासमा। हामी चाहिँ यहाँ केक पसलमा एकछिन केक कुरिरहेको ठ्याक्कै आइपुग्यो है केक कोर्ने। क्लासमा गएको जाँदैन त पछि जाउँ अब लिएर अलि आरामले जाउँ है दाइ यार, लास्ट अब बत्तास भइदिन्छ। ओके यहाँ दाइहरू चाहिँ यहाँ क्लास बसिसकेको होइन, दाइ क्लासमा भइसक्यो फेरि होइन, लास्टमा जाने म चाहिँ तर दाइको ल उठिम न एकचोटि। अगाडि त्यहाँ राखेर काटिदिने क्या। दाइ तपाईँको आधी फोन ला के हो केक त नि सुप यस्तो रन्कायो त नि बित्तै हावाले उछिट्यायो त नि। आजको दिन पनि के काम होइन। यो भने 100 वर्ष बाँच्नु लाग्छ। मानेको बिहान पुजारीले छिटै बेर भएन। Happy birthday,